नमस्कार 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 सबैजनालाई हार्दिक स्वागत गर्न चाहन्छु विकली भ्लगमा। आज पनि हामी सावल भाइ र हाम्रो टिम चाहिँ आज हामी जाँदैछौँ म्याङ्गो टिप्नको लागि, म्याङ्गो हेर्नको लागि। अब हेरौँ म्याङ्गो पाइन्छ कि पाइँदैन। सँगसँगै हनी हन्टिङ पनि हामी थोरै ल यति बेला चाहिँ नि करिब 5:40 भइसकेको छ। यति बेला हामी जाँदैछौँ, हिँड्दैछौँ, यात्रामै छौँ, यात्रा क्रममै छौँ। आज चाहिँ हाम्रो प्लान छुट्टै छ। अहिले भ्लगमा हेर्दै गर्नु होला है, हो कि दाइ? एकदम हाम्रो बिबिडी ब्लग दाइको भ्लगमा आउँछ है। सबैले लाइक सब्सक्राइब पनि गरिदिनु होला, ल सेयर पनि गरिदिनु होला। पण्डे आजको मेन मान्छे लङ टाइम पछि होइन हामी चाहिँ लागेको। ओ माई गड, क्यामेरा त बाहिर निक्लिँदो रहेछ नि त नि। साजन सर, हाम्रो साजन है भन्छ तिमीलाई त भ्लगरको मेन मान्छे नै दाइको है। म चाहिँ कस्तो गोरो देउँदो रहेछ त्यो छायामा त, कस्तो गोरो देउँदो रहेछ त्यो छायामा त। यसो चस्मा पारेर एकछिन रोक न, यसो गर न कफाल त के लगाएर त यो साँच्ची हो यार। अनि हाम्रो दाजु दीपक दाई, पुन दाई, हाम्रो दिपक दाइ चाहिँ सबैजनाको आज सबैजनाको होइन? छुट्टी। सुन न सुन, पोल डान्स खान लाग्यो फेरि क्या रे क्या? दिपक दाइ त भ्याकेसन जाँदै हुनुहुन्छ त्यो। अनि के कुरो गरेको भन्छ त्यो घरमा हेर न कोही बस्दैन यसमा। हामी बसिन्छ नि राति। हजुर म बस्न आउँछु भन, हामी नभन जट्टा। सरी, मिस्टेक भाइ मिस्टेक। ओए तर लास्ट गोरु देखाए आज यहाँ कपाल सपाल काटेर पनि हो क्या। चस्मा ल्याउ न एकछिन, यहाँ यस्तो गोरु देखिन्छ क्या। देखाउन खोजेको लाग्यो रे होइन के गर्ने भन्छ तिमी यो कुरा नगर है। हाम्रो दाजुभाइको यहाँ यसो गर न दाजुभाइको दुईजना दाजुभाइको मिठो गफ चलिरहेको छ कि है। मोटाएर त घर जाने अरे अब बिहा गर्ने घर अनि घरलो छोरा बिहा भएन यस्तो कुरा नगर नि तिमी फेरि अहिले यार। बिचरा तिमी त के भन्छस् फेरि हेर्न फेरि हजुर दाइ ल ल ल म कति जान्छु ल। आज त साजनलाई नि क्यामेरा हेरेको गर्नु मन लाग्यो अरे हो। साजनलाई नि क्यामेरा हेरेको गर्नु मन लाग्यो अरे गएर देखेर होइन। तिमीहरूको अगाडि अलिकति कालो मात्र हो नि। अरे छुट्टी यार सागरे स्पेसली मेन्सन फर सागर। सागरे तँलाई यसको यार यति सम्झेको छु नि। ल आज पनि हामी फेरि पुनः पसिना निकालौँ भन्ने अभियानमा छौँ। आज विकली अफको दिन हामी साथीहरू मिलेर हिँड्दैछौँ। इभिनिङ वकिङमा निस्केका छौँ यति बेला। गर्मी अहिले चाहिँ बेलुका भएर होला, सायद गर्मी चाहिँ छैन खासै। हावा निकै चलेको छ। हामी भ्लगमा आएछ त हामीलाई राम्रो बनाएर चाहिँ भ्लग भाइरल भएछ त हामी त बाफ रे बाफ। दादा सकिन्छ
इन्टरभ्यू लिएछ त भाइ हामी भाइ र उसै त भएछ हामी ल यति बेला हामी कम त शीतल आएको छ है आनन्द भाइ आनन्द हो म त शीतल अहिले त नेपालै पुगे जस्तो भइरहेको त त्यो हामी पनि नेपालतिर घुम्न हिँड्छौँ नि बेलुकातिर हजुर यस्तै फिल भयो अहिले अद्भुत अद्भुत हावा चलेर अरू बेला गुम्सिन्छ अहिले चाहिँ हावा चलेको छ ठिकै छ फाइदा भइरहेको मौसममा त धोको लुगातिर सबै धुस्नु भयो होला धुलामै भयो होला हो त्यही पनि ठिकै छ अब भोलि टक्कै गरेर लागिन्छ क्यारे आर्मी सामी आयो ल गन्तव्यमा आयो गन्तव्य स्थल अलिकति उद्योग 10 पाइलाको ग्यापमा छौँ एकदम पर्खिँदाखेरि मार्केट छैन होला नि यस्तो बोट लिएर जानुपर्छ त्यही हो तिरुको ए अच्छा यताको घरहरू त घरहरू छोड्नैसँग गइसकेको घर भत्किसक्यो कुनमा यो हुन्छ नि मिल यसलाई बोला त मैले चाहिँ भन्छ मिलिरहेछ नि तिमीहरूको जोडी पनि गरेँ नि सिलिन्डर चाहिए प्रिन्टर हो कतिवटा पार्ट बुर्छ भित्रको हल्ले होला माटो भरे 9 बजी बजाउनु जानु छ बास्न आएछ क्या एक्लै यिनीहरू त आमामा अख्खारो हो राम्रै आउँछ होला है हरियाली मिन पत्ताहरू हो दादा 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 रुकौँ न अब दादाको त फोटो म एकदम मजाले खिच्छु आउनु न ल हामी फोटो छैन वर्ष एकचोटि चढ्छ 3 वर्ष कन्टिन्यू ए दादाले पहिले हेरेर ल है केटा हो ल है आइमे आपाल हजुरलाई भन न मोबाइलतिर नहेर नि तिमी थाहा पनि पानी ल्याउँदा थाम थाप त्यो कुहिएको हो कि त्यो चाहिँ वो चौला नहीं है त्यो वो चौला नहीं है दूसरा पहले वाला आप आजको कार्यक्रम सफल प्रगति यति हो सफल कार्यक्रम ठुलो नि छैन यत्रो यत्रो छ क्या यत्रो रहेछ सबै यत्रो छ हेर्नु न पहेँलो हेर्नु न पहेँलो ल है अब भरिया भरिया यस कमन भरियाहरू सम्पूर्ण गर्नु होला राम्रो राम्रो छ है ओ गयो गयो दादा बाबा सानसानो 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 सुरु गरौँ होला है ल ल भरियाहरू ल ल दाजु ल आजको माल है ल आजको फाइनली माल चाहिँ एकदम सक्सेसफुल भयो यता अनि पनि होला यो पनि होला यो चाहिँ मह भन्छ क्यारे यसलाई होइन रस देखाइदियो त चुइन्छ क्या अलिकति माउरी पनि देखियो फेरि 1 2 3 उता अगाडि 4 झोला 4 झोला आज हामीले मिसले पड्काइसकेको छौँ ल है बडा बडा है साजन त आएन पनि लाज किन बाबा म आफू ल है ल ओके थ्यांक यू सो मच एभ्रीबॉडी So thank you so much everybody. Okay, so मौसमले साथ see you next week with new vlog, हैन?
प्लस सबैजनालाई हार्दिक धन्यवाद भन्न चाहन्छु। आजको यो भ्लग पनि हाम्रो म्याङ्गो मानिया म्याङ्गो टिप्न आएको थियो, सक्सेसफुल भयो फाइनली। अब पनि हामी जाँदैछौँ, रुममा जाँदैछौँ। आजको यो भ्लग पनि हामी यहीँ अन्तिम गर्न चाहन्छु। फेरि भेट्नेछौँ अर्को हप्ताको न्यू भ्लगमा नयाँ जोसको साथमा। चतर चतर चतर